हेलो एन्ड नमस्ते मेरो सम्पूर्ण फेसबुकका साथीहरूलाई आज फेरि एउटा नयाँ भिडियो लिएर आएको छु। आशा छ तपाईँहरूले मन पराइदिनुहुन्छ होला। र आज चाहिँ हामीहरू गइरहेको छु माथि हाम्रो निनीहरूकोमा। क्रिसमस चाहिँ हिजो थियो र आज 26 तारिक दिन चाहिँ हामीलाई निनीहरूले चाहिँ खाना खानु बोलाएको छ। त्यसैको सानो यो ब्लग बनाएर देखाइरहेको छु। आशा छ तपाईँहरूले मन पराइदिनुहुन्छ होला। र त अब ब्लग म सुरु गर्न लागिरहेको छु। बुझारो भएन सबै बोकेन छु अब त्यसो साथीहरू अहिले चाहिँ हामीहरू घरबाट यहाँ निस्किसकेको छु। काका भाइहरू सबैजना माथि गइसकेको छ र म र अझै चाहिँ नि अलि यहाँनिर गइरहेको छु। अब यहाँबाट चाहिँ हाम्रो माथि निनीको घर चाहिँ यस्तै 20 मिनट जस्तो लाग्छ होला होइन। अब त्यता हामीले चाहिँ गाडी भनेको छु, यहाँ माथि पसन्द भएको चाहिँ गाडी भनेको छु। अब त्यही गाडीमा चाहिँ हामी जाने भएको छ। र अङ्कलहरू हाम्रो भाइहरू चाहिँ अघि गइसकेको छ, माथि पुगिसकेको छ। र हामी पनि अब यहाँ माथि लागिरहेको छु। र दिन चाहिँ आज एकदमै राम्रो छ। र अहिले चाहिँ जाडो भए तापनि घामले गर्दा चाहिँ एकदमै गरम महसुस भइरहेको छ, गरम महिना जस्तो फिल भइरहेको छ। र अझै चाहिँ हाम्रो पछि आइरहेको छ। र म चाहिँ अब यसो भिडियो बनाउँदै आजको के हुन्छ होइन, के कस्तो हुन्छ माथि त्यसको भिडियो बनाएर तपाईँलाई देखाउन लागिरहेको छु। र त हेर्दै गर्नुहोस् सबै भिडियोलाई। यहाँ हामी चाहिँ अब प्रसन्न भाइको गाडीमा त्यहाँनिर चढ्न लागिरहेको छु। यहाँ हाम्रो अझ हेलो भनिदेऊ न। यहाँ हाम्रो काका शिवन भाइ, यहाँ समेर हेलो भन्दै त हेलो। यहाँनिर अझै होइन हामी चाहिँ छजना अब मेरो मिसेस चाहिँ अलिकति बिमारी भएको कारणले आउनु सकेन होइन। अनि फेरि दिदी पनि आइरहेको छ अहिले घरमा तलबाट, त्यसैले गर्दा चाहिँ अहिले उहाँ चाहिँ आउनु सकेन। अन्त हामी चाहिँ यहाँनिर अहिले छजना चाहिँ हामीहरू माथि निनीको घरमा गइरहेको छौँ। अझाको त्यस्तै भएको छ एउटा के लगाइदियो आज त्यसलाई त आजलाई मम्माले राम्रै बनाइदिएको छ नि यता त कपाल राम्रो हेर, कपाल हुने बेलामा सर्लको कपाल हुँदै कहाँ गएछु चाहिँ ल अब हामी चाहिँ हिँडिरहेको छु यहाँबाट। पुरा जाम है हाम्रो एउटा गाडीले कस्तो जाम गरेर साथीहरू अहिले चाहिँ हामीले यहाँनिर निनीको घर मुनि आइसकेको छु। यो चाहिँ हुसेल खोला यहाँ खरसाङको। अब यहाँदेखि चाहिँ उकालो जानुपर्ने छ। हामी चाहिँ अब यहाँबाट उकालो सिँढी यो उकालो सिँढी चाहिँ एकदमै उकालो छ। यहाँ झन्डै 100 भन्दाखेरि पनि ज्यादा सिँढी छ होला। तर हामी त्यति माथि चाहिँ पुग्नु पर्दैन। हाम्रो चाहिँ यहाँबाट झन्डै 5 मिनट जस्तो हिँड्ने चाहिँ यहाँनिर पुगिहाल्छ अहिले। अब सुचिवन दौडाउ न, अब अचालाई दौडाउ न, म उस्तो पुग्छु। अचालाई दौडाउ न तिमी नानी पक म यो। अब यहाँबाट चाहिँ यहाँ नानीले चाहिँ नि मम्मीको फोन पनि बोकेर आएछ। अब घरमा गएर चाहिँ अब यसको है मम्मीको फोन लिएर आयो तिमीले नानी, मम्मीको फोन बोकेर आयो। मम्मीले चाहिँ तिमीलाई मार्छ नि। अब लु त हेर्छौ नानी हामी कहाँ आएको भन त? निनी अजीहरूकोमा। निनी अजीहरूकोमा आएर के खान्छौ? के खाने? क्रिसमस पार्टी? माथि छ माथि। अहिले चाहिँ हामी यहाँ सिँढी उकालो गइरहेको छु। माथि पर्छ यहाँदेखि चाहिँ अलिकति माथि खाली छ। सिँढी चाहिँ यस्तो छ उकालो होइन। टिभी पो हेर्छौ? खाँदै केक खाँदैनौ नानी? केक खाँदैनौ? र फाइनली अहिले चाहिँ हामीहरू यहाँ निनीको घरमा आइसकेको छु। आमा उकालो चाहिँ साह्रो पऱ्यो। अझैहरू त उकालो हिँड्नु नसकेर तलै छोडिएको छ। यहाँनिर चाहिँ यसै हाम्रो निनीहरू चाहिँ क्रिस्चियन हो होइन। यति राम्रो यहाँनिर पोरिटी बनाएको छ महात्मा
यो चाहिँ मैले पहिला फोटो खिचेर पनि हालेको थिएँ। अब यहाँबाट भित्र पसेर चाहिँ पहिला देखाउने छु। किन होइन अङ्कलहरू चाहिँ अघि आइसक्नु भएको थियो। हिँड 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 आयो आइपुग्यो अब चाहिँ हामीहरू। ए ल हाम्रो पाजु यो त नि पाजु चाहिँ यहाँ खाना बनाउनु हुँदैछ। पाजु अचार त साह्रो पऱ्यो नि उकालिनु। त्यही त अब उकालो कस्तो छ अन्त भनौँ अझै माथि पुग्नु पर्दैन है आधी बाटोसम्म खालि। हजुर अझ त जान्छ नि बिहान बिहानै जान्छ नि र पनि कहाँ अब बुढो हड्डीले साह्रै पर्छ। कहाँ गएको यहाँ हाम्रो यहाँनिर नि हो पाचु घरमा चाहिँ आइसकेको छु होइन। यहाँ चाहिँ यस्तो छ पाचुहरूको चाहिँ हत्तु भयो उकालो हिँडेकोले आम्मा। यहाँ है पाचुहरूले चाहिँ नि अलिकति साग पनि रोप्नुभएको रहेछ यहाँनिर। यो बजार एरिया नै भएर पनि पाचुहरू चाहिँ ता सब्जीहरू पनि हल्का लाउनुहुन्छ। यहाँ फुलहरू पनि रहेछ। हौ यता पाचुकोतिर अलिकति र साथीहरू यहाँ हाम्रो निर्णय गर्छ यस्तै छ। अब यहाँनिर अब चाहिँ हामीहरू यहाँ खाना खानु बोलाइरहेको छ होइन। अब अझीहरू आउँछ त्यहाँदेखि अब यहाँनिर खानासाना खाएर चाहिँ हामीहरू घरतिर लाग्नेछौँ। अब हेरौँ कति टाइम हुन्छ यहाँनिर। फेरि म यो तपाईँलाई ब्लग कम्प्लिट गरेर देखाउने छु। हेर्दै गर्नुहोस् ल यो ब्लगलाई। भित्र जाउँ नि के अझै हजारमा आइपुग्यो। खाप्छु ए उयो अफसर हो त आएन होला नि। एउटा खाऊ के भन्न जाने यो खाप्स्यो खाप्स्यो कि खाँदै खान्छ क्या मेरो खान्छ गले नै गरम पानी बस न त्यही बस न बस न बस यहाँ छ त अन्त बस्नु जग्गा हौ त बस न मिठो है त के नरी बोल आइटम चाहिँ नि आलु रहेछ आफूले बनाउनु पर्यो चिकन रहेछ यहाँ मजा नि हेर्नु राखेँ एउटा त खाएँ मैले उनीहरू दादाले के खेल्दैछ र त कुन चाहिँ गेम खेलेको भन्दै हो 100 रुपैयाँ फोनदेखि तान्नु खोजिहाल्छ त्यसमा लडेको जान्दैछौ यो गेम खेल्नु तिमी डरलाग्दो अन्त हाम्रो नि घरबाट झन् टोय ट्रेन चाहिँ यस्तो देख्छ यहाँनिर रोडमा क्रस गर्दै गरेको साथीहरू अहिले चाहिँ खानापिना पनि भइसक्यो र अहिले मजाको यहाँनिर उयो त पुरा जाडो भएको जस्तो भएको थियो अहिले त मजाको घाम लागेको छ पुरा निन्द्रा लाग्यो जस्तो भयो अहिले त र अब चाहिँ एकछिनमा हामीहरू घरतिर लाग्नेछौँ यहाँनिर होइन नानीजानभित्र अब कार्टुन हेरिरहेको छ यहाँनिर बहिनीहरू पनि रहेछ उनीहरूसँग कार्टुन हेरिरहेको छ यहाँनिर कार्टुन हेरिरहेको छ सबजना अब खाना खाएर यहाँनिर हल्का
घाम तापिरहेको छु। अब एकछिनमा चाहिँ हामी यहाँबाट हिँड्नेछु होला र साथीहरू हेर्दै गर्नुहोस् होला यो ब्लगलाई। अब घर जाँदैहरूको हल्का तपाईँलाई त्यो दृश्य देखाउने छु। हेर्नुहोस् है यहाँनिर चाहिँ यस्तो वरिपरि चाहिँ यस्तो हरियाली छ र घाम लागेकोले गर्दामा चाहिँ अलिकति निन्द्रा लाग्यो जस्तो भइरहेको छ। निन्द्रा तातो भयो, अघि त कस्तो चिसो भइरहेको थियो, अहिले त तातो कस्तो भइरहेको थियो। यहाँ चाहिँ धेरै जस्तो टाइम चाहिँ चिसो नै हुने गर्दछ, तर अहिले चाहिँ घाम लागेकोले गर्दा हल्का तातो भइरहेको छ। त्यही कारण निन्द्रा लाग्यो जस्तो भयो। र पनि अब के गर्नु, घर त जानै पर्ने हो। अब एकछिन बाद चाहिँ हामी एउटा घरतिर निस्किनेछु। आज यहाँ निनी घरमा चाहिँ मजा आयो। मजाले निनी पाजुलाई त भेटि नै रहन्छु र पनि अब अहिले क्रिसमसको टाइम चाहिँ अर्कै मजा हुन्छ क्या। निनीहरूले यहाँनिर खाना खानु बोलाएको थियो, तर खानापिना पनि सबै भइसकेको छ। अब एकछिन बाद चाहिँ हामी घर हिँड्नेछु। पाजु पनि आइरहनु भएको छ हो। अब यहाँ पाजु र अब केही क्षणमा चाहिँ हामी एउटा घरतिर लाग्नेछौँ। र यहाँसम्म ब्लग हेरिदिनु भयो भने धेरै धेरै धन्यवाद साथीहरू। तपाईँलाई यताको भ्यू चाहिँ यस्तो चाहिँ यहाँबाट यस्तो देखिन्छ। यहाँ तल रोड देख्छ होइन, अघि मैले तपाईँलाई त्यो टोय ट्रेनको पनि देखाएको थिएँ। यहाँनिर टक्क देख्छ यो चाहिँ होसेल खोला हो यहाँनिर। र यहाँ मास्तिर पनि यस्तो छ। र हेर्दै गर्नुहोस् ल यो ब्लगलाई। अल्छी पनि लागिसक्यो होला तपाईँलाई त हेरेको हेरौँ अहिले। अब जाँदै गर्दाखेरि हल्का राम्रै खप्छ। अब हाम्रो अलगत के छ त्यो मेटल छाप्दियो, मेटलमाथि चिच्चु छाप्दियो, त्यहाँबाट त्यो पानी छर्दियो। पिछेसम्म रिमेम्बर बस्छ नि आएको थियो भनेर होइन। म त सबै रिकर्ड राख्छु क्या। पछि हेर्दाखेरि क्या अझ अझीहरू यस्तो थियो उयोहरू भन्नु मैले बनाइरहेको छु, किन बनाएको छु कि आउँछु नि लट्ठी देख्दा आइमा हुने रहेछ सक्दैन नि अब यो ल हुन्छ बस्नुहोस् ल प्रजा हुन्छ गयो ल ल बिस्तारै हिँड नि त अन्त तिमी जो उयो हुन्छ नि फेरि। हाम्रो नानी चाहिँ अहिले एक्लै हिँड्ने अरे यहाँनिर हो। मलाई ल म पछि आउनु भन्दैछ हो। लु हिँड नि त हिँड नानी, बिस्तारै हिँड ल। ल हिँड नि त बिस्तारै हिँड नि त नानी। लु आउँदैछु त अन्त म। लु यहाँ नानीहरू चाहिँ एक्लै हिँड्छु भन्दैछ। हिँड नि त लु। उसलाई नपक्रिने अरे, अब एक्लै हिँड्नु सक्छ अरे अब ठुलो भयो अरे। लु लु र साथीहरू अहिले चाहिँ म निनीकोबाट पर्खिरहेको छु। निनीको चाहिँ अब खावादावा चाहिँ भइसक्यो। अब यहाँ अब चाहिँ हामीले घरतर्फ लागिरहेको छु। अब यहाँनिर मैले अब जति सक्दो यहाँनिर भिडियो चाहिँ हल्का बनाएँ र पनि अब कतिवटा भिडियोहरू चाहिँ बनाउनु सकिनँ। त्यहाँदेखि खानाहरू खाँदाखेरि अब अलिकति उयो हुन्छ अनि इन्जोय गर्नु पऱ्यो होइन। त्यही भएर अब जाँदैहरूको हल्का यो भिडियो तपाईँहरूलाई देखाइरहेको छु। अब नानीहरू चाहिँ तल पुगिसक्यो अहिले नि। नानीहरू चाहिँ यहाँ तल पुगिसक्यो। अझै नानी चाहिँ अब चाहिँ हामीहरू ओह्रालो घरतिर लागिरहेको छु। र यहाँसम्म भ्लग हेर्नुभयो भने चाहिँ धेरै धेरै धन्यवाद। कतिजनाले चाहिँ अघि स्किप गरिसक्यो होला, र तपाईँले यहाँसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद। यहाँसम्म हेरिदिनु भयो भने चाहिँ प्लिज लाइक कमेन्ट चाहिँ गरिदिनुहोस् होला। मलाई यसले चाहिँ अलिकति भए पनि हौसला बढ्नेछ र फ्युचरमा पनि म यस्तै ब्लगहरू थुप्रै लिएर आउने नै छु। त्यति बेला सुन्नुको लागि चाहिँ आज्ञा दिनुहोस्। अब फेरि अर्को ब्लगमा भेटौँला तपाईँहरूलाई। र त अब हामी चाहिँ अब घरतिर लागेको।
यहाँ पनि सानपाचो घर र अब घरतर्फ लाग्यो हामीहरू झन्। अब साथीहरू धन्यवाद त्यहाँ छ दिनुभएकोमा।